आज इमर्जेन्सीमा एकजना बुवालाई उहाँको परिवारले करिब बिहान 6 बजेतिर जगिङ सकेर आइसकेपछि 81 हात लुलो हुने, मुख बाङ्गिने र बोली लरबरिने समस्या भयो भनेर इमर्जेन्सीमा ल्याउनु भएको थियो। आउनुहोस् जानौ यसको बारेमा। नमस्कार, म डाक्टर विवेक राज पौडेल, कन्सल्टेन्ट फिजिशियन, हाल भरतपुर सरकारी अस्पतालमा कार्यरत छु। मस्तिष्कघात, स्ट्रोक, पछिल्लो समयमा सुगर र प्रेसरका बिरामीहरू जसको खानपानमा सन्तुलन छैन अथवा रोग आफैमा नियन्त्रणमा छैन, त्यस्ता बिरामीहरूमा मस्तिष्कघातको समस्या धेरै देखिने गरेको पाइन्छ। स्ट्रोक अर्थात् मस्तिष्कघातका लक्षणहरू के हुन्छन्? 81 एकतिरको हात अथवा खुट्टा लुलो हुनु, बोल्न नसक्नु, बोली लरबरिनु अथवा अरूले बोलेको नबुझ्नु, अनुहार बाङ्गिनु, शरीरको एकापट्टिको भाग मात्र लाटो हुनु, निदाउनु अथवा झमझमाउनु, चक्कर लाग्नु अथवा ब्यालेन्स बिग्रिनु। मस्तिष्कघातको बिरामीमा हामीले कति छिटो उपचार सुरु गर्छौं भन्ने कुराले उनीहरूको शारीरिक अवस्थामा पछि आउने सुधारलाई एकदमै धेरै निर्धारण गर्दछ। त्यसैले मस्तिष्कघातको बिरामीको उपचारमा हामीले समय नै जीवन हो भनेर जति सक्दो छिटो बिरामीलाई नजिकको स्वास्थ्य संस्थामा पुर्याउन आवश्यक छ। दिमागलाई रगत दिने नलीमा रगत जमेर हुने मस्तिष्कघातको उपचारको लागि यदि मस्तिष्कघात भएको 4.5 घण्टाभित्र हामी स्वास्थ्य संस्थामा पुग्छौं भने रगतको ढिका पगाल्ने औषधिको विधिबाट हामीले उपचार गर्न सक्छौं, जसलाई थ्रोम्बोलाइसिस भनिन्छ। त्यस्तै लक्षण सुरु भएको 24 घण्टाभित्र तारको प्रयोग गरी रगतको नलीमा भएको ढिकालाई थुतेर थ्रोम्बेक्टोमी भन्ने विधिको प्रयोग गरी हामीले उपचार गर्न सक्छौं। थ्रोम्बोलाइसिसको विधिले उपचार गर्दा करिब 10 जना बिरामी मध्ये 3 जना बिरामीलाई एकदम प्रभावकारी रूपमा सुधार आउने देखिन्छ। त्यस्तै थ्रोम्बेक्टोमी तारको प्रयोग गरेर रगतको ढिक्का थुत्ने विधिले उपचार गर्दा हरेक 2 जना मध्ये कम्तीमा 1 जनालाई सुधार हुने देखिन्छ। मस्तिष्कघात जुनसुकै उमेर समूहको व्यक्तिलाई हुन सक्ने हुँदा यदि माथि उल्लेख गरिएका लक्षणहरू देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा पुर्याउनु आवश्यक हुन्छ। समय नै जीवन हो। जति छिटो उपचार सुरु गर्यो त्यति धेरै उपचार प्रभावकारी हुने, बिरामीको स्वास्थ्य अवस्थामा त्यही अनुपातमा सुधार हुने हुन्छ। मस्तिष्कघात, स्ट्रोक आफूमा नहोस् भनी यदि तपाईँ सुगर प्रेसरको बिरामी हुनुहुन्छ, तपाईँ धुम्रपान मद्यपान गर्नुहुन्छ भने आफ्नो सुगर प्रेसरलाई नियमित जाँच गरी कन्ट्रोलमा राख्न औषधिको नियमित सेवन गर्न हुन र आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउनु हुन सन्तुलित आहार, नियमित व्यायाम, कम नुनको प्रयोग, धुम्रपान र मद्यपानलाई त्यागी मस्तिष्कघात हुनबाट आफूलाई बचाऊ। नमस्कार।